हेलो साथीहरु, गुड मर्निङ। आज पनि मैले भिडियो चाहिँ सुरु गरिसकेको छु हजुरहरु टेरेसबाट है। बैगुन देखाउँदै छु। अब चाहिँ बैगुन मेरो पनि फुल्ने बेला हुन्छ होला है। यतिको भयो अस्ति ल्याएको। यहाँ चाहिँ मैले ल्याएको उम्रेन। यहाँ म देखाउन चाहे हजुरहरुलाई हेर्नुस् है, अस्ति मैले राखेको बुरुवा चाहिँ यत्रो भइसकेको छ। अहिले चाहिँ भन्नुपर्दा अब चाहिँ यसलाई भुइँमा रोप्ने बेला हुन आँटेको छ है त हजुरहरु, हेर्नुस् त। अनि हेर्नुस् न अम्बक खाने बेला ठिक्क भइरहेछ है। अम्बक यहाँ छ, सबैपट्टि फूल पनि निस्किँदैछ, फुल्दै पनि छ अनि खानालाई पनि एकदम तयार छ। अनि बाँदर आइ नै रहन्छ हजुरहरु, चराचुरुङ्गीहरु गरिरहेको अवस्था हो। आज बिहानको मौसम यस्तो छ हजुरहरु। बिहान भन्नाले नि 7 बज्न आँटिसकेको छ अहिले चाहिँ भने। यस्तो छ है। भिन्डी टिप्ने बेला भएछ। यतापट्टि पनि टिप्ने बेला भएछ फेरि। अनि म चाहिँ जहिले बिर्सेर आउँछु क्या माथि नै। अबदेखि माथि आउने बेलामा नि ट्रे राख्नुपर्छ होला जस्तो लाग्दैछ। हेर्नुस् यता पनि टिप्ने बेला भयो। पानी छ अहिले। पर पनि कस्तो राम्रो क्या फुल। मोबाइलमा अलग्गै देखिरहेको छ, यहाँ कस्तो सुन्दर कलर देखेको छ क्या फेरि। टिप्ने बेला भएछ ठिक्कै। अनि यहाँ दुमदुम पनि हेर्नुस् न। तर बिचारीको आन्टीले खान्छु भन्दै हुनुहुन्थ्यो। उहाँ आउनुभयो भने दिनेछु। यतापट्टि पनि छ, यहाँ पनि छ। अनि मेरोमा साग हेर्नु है। यो पनि भयो। अबको हप्ता दिनमा यो खाने। यो खाएपछि चाहिँ म फेरि कात्तिके बोडी रोप्छु यहाँ। यतापट्टि पनि छ हिउँदै गरेको। अब हप्ता दिन जस्तो यसलाई राखेर चाहिँ रोप्नुपर्छ। बोडी रोप्ने बेला नहुन आँटे। यहाँ चाहिँ भिन्डी यति छ। उतापट्टि पनि छ सानो चाहिँ। ए क्युट फुल। अस्ति नि देखाएको थिएँ हजुरहरुलाई। कमिला हिँड्दैछ। हजुरहरु हेर्दै गर्नु होला। आजको आकाश त्यस्तो छ। बादल छ चारो। यहाँ खुला छ अलिकति। हेर्दै गर्नु होला। ल हजुरहरु, हामी चाहिँ भिन्डी टिप्न सुरुवात गरौँ। हजुर के भइस अरे छोरो? थाप्नु न, यो थाप्नु न, ढाकी थाप्नु न। ल अब चाहिँ हामी आमा छोरी भएर भिन्डी टिप्न थाल्यौँ हजुरहरु। कलिलै छ रहेछ। म चाहिँ यो उखाल्नु मन लाग्छ के कस्तो राम्रो फुल पनि खिलिरहेको छ। अर्को पनि छ। ला नानी हाम्रो भिन्डी खाइदिएछ। ए होइन रहेछ। मलाई त किरा लागेछ जस्तै लागेको थियो नि यहाँ। के रहेछ नानी? खोइ कस्तो राम्रो खिलेको छ के। अलिकति भए पनि दालमा मिसाएर खानालाई हुन्छ हजुरहरु। कलिलो छ तर योहरू पनि किरा लाग्न थाले जस्तो छ। नानी यता आउनु न, यतापट्टि आउनु न, यतापट्टि थाप्नु नानी। खोइ मेरो छोरो छिटो। थ्याङ्क यू। हेर्नु न के रहेछ अरे नानी? ए अहिले चाहिँ अलिक राम्रो आयो। रहेन रहेछ।
बेबी रहेछ लु लिनु लिनु न कति सुन्दर देखेको यो चाहिँ कहाँ फलेछ नानी ए ल ममा आउँदैछु ल त्यतापट्टि पनि फलेको टिप्न ल लु 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 लिनु न छिटो छिटो पक्रिनु न हजुर यता यता लिनु न यसले मद्दत गर्दैन नानी पक्रिनु न एकैछिन पक्रिनु न होस् के काम गर्छु त्यसको कस्तो पराउँदैछ बालुवा छ कहाँ रहेछ नानी बालुवा भएको ठाउँ हेर्नु न कस्तो राम्रो छ हावा चल्न थाल्यो क्या खतरा हावा आयो फेरि हेर न ल लु कति टिप्यो हामीले 1 2 टिप्यो ए हामीले चाहिँ यति भिन्डी टिपिसक्यौँ है हजुरहरू 1 2 3 4 5 6 वटा टिपेछ भिन्डी ए वाउ कस्तो राम्रो खिलेको रहेछ के ए पानी छ फेरि लागेको राम्रो खिलेछ कुकुरी कहाँ भन्दैछ नि कुकुरी कहाँ हो लु यता आउनु न अलि यता आएर थाप्नु न नि यतापट्टि आउनुपर्छ क्या नानी कुकुरी कहाँ भन्यो बासी भात दे भन्यो त्यस्तो नि कुकुरी कहाँ बासी भात खा खोइ मेरो बासी भात खोइ बिरालो लु ल्याउनु नि थाप्नु न यो खोइ भिन्डी थाप्ने मान्छे त ला हेल्प गरे मम्मालाई छिटाउनु खोइ मेरो बासी भात फेरि कुकुरी कहाँ भन्यो त पास छ नि यो त फेरि भिन्डी त भालेले टोक्छ ए हो र कहिले टोक्छ नानी कुकुरी कहाँ भन्यो फेरि नानी फेरि पनि भन्यो कुकुरी कहाँ भन्यो नि फेरि त्यस्तो गर्नु हुँदैन नि अर्काको हो नि रोशनी दिदीको होइन ल फेरि अर्को पनि छ होला है नानी अर्को पनि कुकुरी कहाँ भन्यो अर्कोले पनि कुकुरी कहाँ भन्यो सक्यो त अब सक्यो ओहो यहाँ चाहिँ खोर्सानी मजाले फलेछ बोट राम्रो हुँदैन कि आहा चराले लिएर पनि गइहालेछ नि चराले के यो हाम्रोतिर चाहिँ जुरेलीले खुब खान्छ खोर्सानी टुप्पा लिएर गएछ कुकुरी कहाँ अरे फेरि नानी यसलाई म यता राखिदिन्छु हजुर अब हुनु आँट्यो खतम हुनु आँट्यो अब उतापट्टि छ हेर्नुपर्छ उतापट्टिको बोटमा अब यहाँनिर त खतम भयो अब यो हुन्छ 2 दिनतिर हजुर भिन्डी टिप्न आएको फुपू भिन्डी टिप्न आएको पुरा फलेको छ लागेको छ नि किरा ए भिन्डी खै अब पानी धेरै भएर भएको पनि सब पिल्छेर गएको छ फुपू हजुर सुनि न खोइ बोट त गनेको छुइनँ है फुपू बोट त गनेको छुइनँ कति छ यहाँ अलिकति छ उतापट्टि अलिकति रोप्न त निकै रोपेको हो तर राम्रो उम्रेको पनि थियो के भयो अलि पर्सानु न रोप्न त रोपेको हो तर के भयो खोइ नानी कतिवटा भएछ अब चाहिँ काउन्टिङ गर्नु त अब चाहिँ लगभग सक्यो होला कुन चाहिँ टिप्यौँ है हजुरहरू हामीले छोड्नु त तँ कि यो किराले खाएको यो यसमा चाहिँ एउटा चाहिँ छिपिएको मैले भेटाएको छु यो कलिलै छ हेर्नुहोस् यति ठुलो छ र पनि कलिलै छ यो चाहिँ मैले उयो छिपिएको भेटाएँ क्या ए छिपिएको कलिलै रहेछ त यो हो त ए यो हो नि यो चाहिँ मलाई छिपिएको लाग्यो
अरू चाहिँ कलिलै छ हजुरहरू। ए कुकुरी कहाँ, यो चाहिँ ठुलो भएछ। नानी कतिवटा रहेछ यसमा भिन्डी? 1 भयो नि, 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 15 वटा छ। ल थ्याङ्क यू। यति यति छ। ल ल त हजुरहरू पक्रिनु नानी। अब चाहिँ जाम हामी तल। हेर्दै गर्नु होला हजुरहरू, अब दिनमा के हुन्छ म देखाउने छु। के काम गर्नुहुन्छ अब? लु भयो, अब भयो। ल त हजुरहरू हेर्दै गर्नु होला। आज बिहानको हावा चलिरहेको सनसनाटी हावा आएको छ। हामी चाहिँ माथि आज चाहिँ एकदम आकाश चाहिँ कहीँ पनि निलो देखेको छैन हजुरहरू। बादलै बादल, यस्तो हावा चल्दैछ बिहान चाहिँ हजुरहरू। अनि हामीले भिन्डी टिप्यौँ, दालमा मिसाई खानालाई हुन्छ, सब्जी खानालाई चाहिँ हुँदैन। अनि भालेहरू बासिरहेको छ। यस्तो छ मेरो टिम्बुरको बोटो, यस्तो छ। यो कहिले फुल्ने हो फल्ने हो थाहा छैन। यो पनि यस्तो छ है त हजुरहरू। कुकुरी कहाँ? फुपूको घर। कुखुराहरू मजाले बाँच्दैछन् फुपूकोमा। धेरै छन् कुखुराहरू पनि, त्यही भएर हो। वरिपरि चाहिँ हाम्रो यहाँ चाहिँ एकदम हरियाली, फ्रेस हावा पाइन्छ हजुरहरू। चारो रुख बुटाहरू छ। फेरि उता हेर्दाखेरि चाहिँ चियापत्ती बगान छ। त्यो बगान भएको कारण पनि हुनसक्छ कि हजुरहरू। एकदम फ्रेस चिसो हावा चल्छ। तर फेरि घाम भएको बेलामा चाहिँ, गर्मीको बेलामा चाहिँ फेरि गर्मी नै हुन्छ है। गर्मी नहुँदा चाहिँ यति शीतल, यति आनन्द छ। एक आनन्द भन्नुपर्छ यसलाई है। भाले बाँच्दैछ अझै पनि। ल त हजुरहरू अब यस्तै हो, जति बोले पनि है हुँदैछ। ल हेर्दै गर्नु होला। ल हजुरहरू अब चाहिँ म भिन्डी काट्न सुरु गर्नु पर्यो, दाल बनाउनु पर्यो। दालमा मिस्नलाई मेरोमा चाहिँ भिन्डी छ। यो चाहिँ मैले आफ्नै ट्यारेसबाट टिपेर ल्याएको हो। अब चाहिँ भिन्डी काट्न सुरु गर्छु। हजुरहरू हेर्दै गर्नु होला। काट्नको लागि मैले लिएर रेडी बसेको छु। हेर्दै गर्नु होला। अहिले चाहिँ यति काटिसकेँ मैले, अझ काट्न बाँकी छ। त्यसको बादमा चाहिँ आलु र फर्सीको सब्जी आज हामी आलु र फर्सीलाई फ्राई गर्नेछौँ। भिन्डी र रातो मुसुरी दालको भिन्डी र मुसुरी दाल बनाउने मिलाएर भिन्डीको दाल, फर्सीको सब्जी हजुरहरू यसरी आज खानेछौँ। आज हामी फर्सी काट्न आँटेको है हजुरहरू। सब्जीको लागि ल अब चाहिँ फर्सी काट्न सुरु गरेँ। कस्तो छ पनि मजाले धोएँ भनेको चाहिँ मजाले धोएछ नि। ल आज हामी फर्सी खानुपर्छ। ल हो कति सानो खालको नि, एकछिनै निकाल्नु पर्यो। बिहा निकाल्नुपर्छ नि त नानी। ल फर्सी त ल छिपेको छैन कि? छिपेछ? छिपेको छैन, कलिलै छ है। फर्सी
हेर्दा त मिठो खालको छ जस्तो छ। आजको हाम्रो सब्जी हजुरहरू। छिपिनु पर्ने नि दाना नि होइन कान्छी, छिपेको छ नि, बिहा छिपेको छ। सबै काट्दैन, चार भाग गरेर फ्रिजमा सबै साफ गरेर राख्नुपर्छ। ल हस् त हजुरहरू, हेर्दै गर्नुहोला। अब चाहिँ हामीले फर्सी पनि छिलिसक्यौँ। हामीले फर्सी धोएर पनि ल्याएको छ। अब चाहिँ हामी सब्जी काट्ने। अब चाहिँ काट्न पनि सुरु गरौँ हामीले। फर्सी मेरो छोरो रोपेको यहाँ भिन्डी। ल त हजुरहरू, यसैको साथ हाम्रो यो भिडियो पनि यही नै एन्डिङ गर्ने। हजुरहरू भोलि आउनेछौँ हामी नयाँ भिडियो लिएर। तबतकको लागि हजुरहरू हेर्दै गर्नुहोला। हस् त हजुरहरू, बाई बाई। फर्सीको बिहा पनि यति है, फर्सीको बिहा पनि यति पायौँ हामीले। फर्सी अब यो चाहिँ हामी भोलि पर्सि खानेछौँ। अनि यहाँ छ भिन्डीको हामी दाल खाने। अनि यहाँ छ फर्सी, यो बहिनीले फर्सी काटेको। हेर्दै गर्नुहोला हजुरहरू। यसैको साथ भिडियो पनि हामी यहीँ नै एन्डिङ गर्ने। भोलि आउनेछौँ हामीहरू नयाँ भिडियो लिएर। तबतकको लागि हेर्दै गर्नुहोला। हस् त, बाई बाई।